बालबालिकाले सुन्नुपर्ने कथा। चिकुको पहिलो उडान। एउटा अग्लो रुखमा चिकु नामको एउटा सानो चरा आफ्नो गुडमा बसिरहेको थियो। उसका भाइ र बहिनीहरू आकाशमा रमाइलोसँग उडिरहेका थिए, तर चिकु भने गुड छोड्न डराउँथ्यो। उसले गुडको छेउबाट तल हेर्यो। जमिन धेरै टाढा देखिन्थ्यो। यदि म खसेँ भने के होला, उसले सोच्यो र उसको सानो मुटु ढुकढुक भयो। त्यही बेला फुर्ती नामको एउटा रमाइलो लोखर्के हाँगामा उफ्रिँदै आयो। के भयो चिकु, तिमी किन दुखी छौ? फुर्तीले सोध्यो। मलाई उड्न डर लाग्छ, चिकुले बिस्तारै भन्यो। मलाई लाग्छ कि म खस्छु र मलाई चोट लाग्छ। फुर्तीले मुस्कुराउँदै भन्यो, नयाँ कुरा सुरु गर्दा सबैलाई डर लाग्छ, तर हिम्मत गर्नु नै बहादुरी हो। फुर्तीले तल जमिनमा रहेको एउटा सानो बिरुवा देखायो। हेर त, उसले भन्यो। त्यो सानो बिरुवा पनि अन्ध्यारो माटोबाट बाहिर आउन डराएको थियो होला, तर उसले घाम देख्ने हिम्मत गर्यो। चिकुले आकाशमा हेर्यो। उसका भाइ र बहिनीहरू हावामा खेल्दै गीत गाउँदै थिए। उनीहरू कति खुसी देखिन्थे। चिकुको मनमा पनि उड्ने सानो आशा जाग्यो। चिकुले लामो सास लियो। उसले आफ्नो सानो पखेटा फटफटायो। ऊ गुडको छेउमा आयो र एकछिन हिचकिचायो। तिमीले गर्न सक्छौ चिकु, फुर्तीले करायो। फुर्तीको आवाज सुनेर चिकुले आँखा चिम्म गर्यो र गुडबाट हाम फाल्यो। एकैछिनमा चिकुले हावामा आफ्नो पखेटा चलाउन थाल्यो। ऊ उडिरहेको थियो। ऊ खसेन। ऊ त निलो आकाशमा स्वतन्त्र रूपमा उडिरहेको थियो। ऊ संसारकै सबैभन्दा खुसी चरा थियो।